मान्छे आम नागरिकको मान्छेको स्वास्थ्यसँग जसरी खेलबाड तपाईहरु गरिराख्नु भएको छ कतिसम्मको यो जायज हो सुरक्षाबाट त हामी कहाँबाट यो टिपर लागिराख्नु भएको छ हैन हैन त म त यहाँ यो पाल अनि यसरी हेर्नुस् यसरी माइक र क्यामेरा हेरेपछि यो टिपरवालाहरू यसरी भाग्छ यो कसरी नियम विपरीत यो पानी चुइरहेछ तल माथिबाट राम्रोसँग ढाकेको छैन भने लापरवाही छैन अनि किन यत्रो लापरवाहीको साथमा यो गाडीमा लोड गरेर यो चलाइराख्नु भएको छ अबदेखि आउँदैन त्यस्तो अनि यसमा यहाँका स्थानीय प्रहरीहरूलाई के भन्न चाहनुहुन्छ अब उहाँहरू त आफै त्यसै मिले महत्त्वमा हुन्छ त उहाँले के भन्ने यो लापरवाही होइन केको लापरवाही यो पछाडि हिँडिरहेको मान्छेलाई तपाईँले थाहा छ कतिसम्मको गाह्रो हुन्छ भनेर बाइक चलाउन मान्छेको तरिका छ बाइक के चलाउन बाइक चलाएको छ त्यो इन्डियन बाइक चलाइरहेछ इन्डियन प्लेट त्यसको इन्डियन प्लेटको हाम्रो सरकारको विषय होइन यो मान्छेलाई गाह्रो हुन्छ नि नेपालमा चलिरहेको छैन इन्डिया अनि त्यो मैले रोक्ने हो र तपाईँ रोक्नु भयो म रोक्ने हो र म प्रहरी हो र होइन दर्शकबिन नछुक्नेछौँ सत्य प्रश्न र तथ्य आवाजका साथमा स्वागत छ म रणधीर शाह यतिखेर हामी रौतहट जिल्लाको मध्य भागमा रहेको इलाका प्रहरी कार्यालय शिवनगरको गेट अगाडि छौँ र यहाँका टिपर आतङ्कका कारणले यहाँका स्थानीय लगायत यो बाटोमा हिँडिरहेका यात्रुलाई समेत कठिनाइ भएको हामीले पटक पटक जनगुनासो आइसकेपछि हामी स्थगल रिपोर्टिङको क्रममा अहिले हामी यहाँ छौँ र हाम्रो यो पछाडि हेरिरहेको अहिले यो टिपर हेर्नुहोस् हेर्दाखेरि यो पछाडि नम्बर पनि छैन ढाकेको पनि छैन एक त नियम विपरीत खोला उत्खनन गरी नियम विपरीत कसरी बाटोमा टिपर यहाँ चलाइरहेको दृश्य हामी तपाईँलाई देखाउन चाहन्छौँ दर्शकबिन यसरी माइक र क्यामेरा हेरेपछि ट्राफिक प्रहरी चेकिङ गरिरहेको अवस्थामा यसरी भागेपछि यो बाटोमा हिँडिरहेका टिपर र ट्राफिक प्रहरीहरूको बिचमा केही न केही पक्कै सेटिङको आधारमा त्यो टिपर चलिरहेको हुन्छ भने आज हामी यहाँबाट स्पष्ट पार्न चाहन्छौँ हामी पटक पटकलाई उहाँले भने कि दैनिकी रूपमा जसरी तपाईँ चेकिङ गर्नुहोस् त्यसरी नै चेकिङ गर्नुहोस् हामी बुझ्छौँ कि कसरी नियम विपरीत यो बाटोमा यो टिपर चलाउँछ भनेर टिपरको पछाडि हिँडिरहेका यात्रु र बाइक यात्रुलाई कतिसम्मको अप्ठ्यारो हुन्छ भनेर एकदम नियम विपरीत छ जसरी कि यहाँलाई ढाक्नु पर्ने रहेछ तर कसरी लापरवाही तरिकाले यो यसरी लोड गर्न पाइन्छ र यो यसरी लोड गर्न पाइन्छ आउँदैन अनि किन पछाडि त्यस्तो लोड गर्नु भएको अब के गर्ने त त्यो साउ त मानिरहेको छैन त्यो बाटोमा खसाल्नु सक्यो कुन साउ मानिरहेको छैन कहाँबाट यो लिएर आइराख्नु भएको छ खोलाबाट हो कुन खोलाबाट हामीले त थाहा छैन कुन खोलाबाट बिल छ यसको बिलमा हेर्नु न हामीले कहाँ छ पढेको छ अन्त यसरी लोड गर्न पाइन्छ पछाडि हेर्नु भयो नि त्यो कसरी पानी खसिरहेछ त्यहाँबाट ढुङ्गा खसेर यदि कसै मान्छेलाई चोट लाग्यो भने कसैको सिसा फुट्यो भने त्यसको जवाबदेही को हुन्छ त त्यो ढाला बराबर अबदेखि आउँछ कि त्यो लापरवाही छ कि छैन यो अनि किन यत्रो लापरवाहीको साथमा यो गाडीमा लोड गरेर यो चलाइराख्नु भएको छ अबदेखि आउँदैन त्यस्तो दर्शकबिन हामी जानकारी गराउँ यतिखेर कसरी यो लापरवाहीको साथमा यो बाटोमा हिँडिरहेका टिपरमा यो लोड गरिएको छ यो हामी हेराउन चाहन्छौँ यो पानी खसिरहेछ यो पानी र यो ढुङ्गा माथि खस्यो भने कुनै पछाडि हिँडिरहेका यात्रुहरूलाई के अवस्था हुन्छ भनेर पछाडि हिँडिरहेका यात्रुहरूसँग पनि यो विषयमा हामी केही जाने प्रयास गर्छौँ तपाईँ टिपरको पछाडि हिँड्नुहुन्छ के कसो हुन्छ तपाईँले गाह्रो हुन्छ तपाईँलाई टिपरको पछाडि त धेरै गाह्रो हुन्छ नि अनि के भन्न चाहन्छु उडिरहेको हुन्छ यो सम्बन्धित निकायलाई के भन्न चाहनुहुन्छ तपाईँ अब के भने सम्बन्धित निकायलाई त्यसको व्यवस्थापन गर्नु पर्यो कुनै जसरी कस्तो गर्दा राम्रो हुन्छ यसो ओभरलोड हुन्छ जहाँ पनि प्रायः जसोहरू टिपरहरू यति स्पिडमा हुन्छ कि हामी डराइहाल्छौँ साइडबाट एकैचोटि ढाकेको हुँदैन पानी खसिरहेको हुन्छ त्यो अवस्थामा कसरी हुन्छ तपाईँलाई गाह्रो हुन्छ त्यसको दुर्घटना जोखिम कतिसम्मको छ दुर्घटना त भइराखेकै छ त अनि यसमा यहाँका स्थानीय प्रहरीहरूलाई के भन्न चाहनुहुन्छ अब उहाँहरू त आफै त्यसै मिले महत्त्वमा हुन्छ त उहाँले के भन्ने टिपरबाट अब पछाडि हिँड्दाखेरि चाहिँ गाह्रो नै गाह्रो हुन्छ चाहिँ अब ढुङ्गा गिटी बालुवा बोका हुन्छ अब उनीहरू ढाकेर हिँड्यो भने चाहिँ ठिकै छ नढाकेर हिँड्दाखेरि अब धुवा धुलो चाहिँ आँखामा पर्छ होइन त्यही भएर चाहिँ दुर्घटना धेरै हुने गरेको छ दुर्घटनाको जोखिम कति हुन्छ त्यो पछाडि हिँडिरहेको त्यो बाइक यात्रुहरूलाई दुर्घटनाको जोखिम त धेरै हुन्छ हजुर एक्सिडेन्ट पक्कै हुन्छ के भन्न चाहन्छ त्यो जस्तै कि त्यो टिपरमा लोड गरेको हुन्छ त्यो पानी खसिरहेको हुन्छ त्यो ढुङ्गा र बालुवा राम्रोसँग ढाकेको हुँदैन त्यो सन्दर्भमा के भन्न चाहनुहुन्छ तपाईँ त्यो चाहिँ छोपेर लैजानु रोडको छेउमा चाहिँ नभएको भए उभाइदिनु नभए दुर्घटनाग्रस्त क्षेत्र नबनाउनुहोस् नभए मोटरसाइकल चाहिँ चालक कसैले आयो भने ठोकिहाल्छ नि त यहाँका प्रशासनले के भन्न चाहन्छ त्यो प्रशासन सुधार गर्न सबै जनताहरूलाई आग्रह गर्न चाहन्छु कि सबै प्रशासन मिलेर चाहिँ
यो गतिशील अवस्थामा राम्रोसित हिँडडुल गर्नुहोस्। यो तीव्र रूपमा विस्तार त्यो रोड चाहिँ गर्नुहोस्। त्यही म यहाँ ढुङ्गा लोड गरिएको अवस्था हामी देखिरहेछौँ अहिले र पानी खसिरहेको यो अवस्था हामी यो टिपर हेरिरहेछौँ अहिले। के हो यसरी चलाउन मिल्छ? कहाँको यो टिपर कहाँबाट ल्याइराख्नु भएको छ? यो के भन्छ यता छ यो खोलाबाट ल्याइराख्नु भएको छ। दर्शकबिन हामी यो टिपर अब सम्बन्धित निकाय हामी प्रहरीले बुझाउँछौँ। दर्शकबिन हामी पटक पटक रिपोर्टिङ गरिरहेको अवस्थामा यहाँ टिपर हिँडिरहेका हामी कयौँ टिपरलाई हामी यहाँबाट रोकेर प्रयास गऱ्यौँ कि राम्रोसँग त्यो नियम विपरीत नलग्नुहोस् भनेर पटक पटक उहाँले गुहार गर्दा भन्दै थाकिसकेको छौँ। प्रहरी पनि चासोको विषय यसमा देखाएन। अब हामी बुझ्छौँ यो वास्तवमा यो किन यस्तो गरेको रहेछ र पूर्ण लापरवाही तरिकाले कसरी यो बाटोमा चलाउँछ र दैनिकी हजारौँ टिपर चल्छ र ती हजारौँ टिपर चलिरहेको अवस्थामा ती आम नागरिकको जीवनसँग कसरी स्वास्थ्यसँग खेलवाड हुन्छ भनेर आज हामी स्पष्ट पार्छौँ। गुरुजी को हो यसको? अनि यो यसरी लग्न मिल्छ र ढाकेको छैन राम्रोसँग? पछाडि त्यस्तै पानी खसिरहेको छ, बालुवा त्यस्तै हेराइरहेको छ। यदि हावाबाट त्यो बालुवा खसेर पैदल यात्रुलाई अथवा बाइक चलाइरहेको मान्छेलाई कतिसम्मको गाह्रो हुन्छ तपाईँलाई थाहा छ? हजुर थाहा छ? ढाकेकै छ सर। ढाकेको राम्रोसँग छैन। हेर्नुहोस् त तपाईँ, टिपरको तिर्पालै यत्रो सानो। अब त्यो हाम्रो समस्या हो र होइन? अनि किन यस्तो लापरवाही तरिकाले तपाईँ चलाइराख्नु भएको छ? ठिक छ सर, अर्को टिपमा अर्को ठुलो। हामी त पटक पटक तपाईँहरूलाई भन्दै आइरहेछौँ, रोक्दै आइरहेछौँ कि यस्तो नगर्नुहोस् भनेर। किन यस्तो पटक पटक गर्नुहुन्छ तपाईँ? हो सर, यो गाडीबाट कसको यो गाडी? कसको? कहाँको हो यो गाडी? हजुर वीरगंजको। दर्शकबिन हामी हेराउन चाहन्छौँ यो पानी खसिरहेछ र राम्रोसँग ढाकेको पनि छैन। हामी हेराउन चाहन्छौँ यो लापरवाही तरिकाले तपाईँ टिपर कसरी चलाउनुहुन्छ? यहाँबाट यो लापरवाही तरिकाले कसरी यहाँबाट चलाइराख्नु भएको छ? यो लापरवाही होइन? यो पछाडि हिँडिरहेको मान्छेलाई तपाईँले थाहा छ कतिसम्मको गाह्रो हुन्छ भनेर? बाइक चलाउन मान्छेको तरिका छ। बाइक के बाइक चलाएको छ? त्यो इन्डियन बाइक चलाइरहेछ, इन्डियन प्लेट। त्यसको इन्डियन प्लेटको हाम्रो सरकारको विषय होइन। यो मान्छेलाई गाह्रो हुन्छ नि? नेपालमा चलिरहेको छैन इन्डिया। अनि त्यो मैले रोक्ने हो र? तपाईँ रोक्नु भयो। म रोक्ने हो र? म प्रहरी हो र? होइन, अनि यो मान्छे आम नागरिकको मान्छेको स्वास्थ्यसँग जसरी खेलवाड तपाईँहरू गरिराख्नु भएको छ, कतिसम्मको यो जायज हो? सुरक्षाबाट त हामी कहाँबाट यो टिपर लागिराख्नु भएको छ? होइन त म त यहाँ यो अनि यसरी हेर्नुहोस्, यसरी माइक र क्यामेरा हेरेपछि यो टिपरवालाहरू यसरी भाग्छ। यो कसरी नियम विपरीत यो पानी चुइरहेछ, तल माथिबाट राम्रोसँग ढाकेको छैन भएको छैन। यो नियम विपरीत यसरी नदीबाट उत्खनन गरिन्छ, मापदण्ड विपरीत उत्खनन गरिन्छ र कानुन विपरीत नियम विपरीत यो बाटोमा चलाइरहेको अवस्थामा हामीले पटक पटक यो टिपरहरूलाई रोकेर यस्तो नगर्नुहोस् भनेर पटक पटक भन्दै हामीले धेरै जसो जनगुनासो आइसकेपछि हामी स्थल रिपोर्टिङको क्रममा अहिले हामी यहाँ उभिएर तपाईँ सम्पूर्णमा हेराउने प्रयास गरेका छौँ। दर्शकबिन यो बाटोबाट दैनिकी हजारौँ टिपर आवत जावत गर्छ। गौर र चपुर सडक खण्डमा हजारौँ दैनिकी टिपर आवत जावत गर्छ र हरेक टिपरको अवस्था यो रहेछ। हेर्नुहोस्, माथि हेर्न सक्नुहुन्छ हामी, र यो पानी खसिरहेछ। यो नियम र कानुन दुईटै विपरीत गरेर यो बाटोमा कसरी कानुनलाई मिचेर चलाइरहेछ। खै के डकुमेन्टहरू छ उहाँ? पर्मिट कहाँ छ? यो दुईटै कहाँ छ? को यसको? गुरुजी को हो यो? 60-21 को गुरुजी को? को यसको? गुरुजी को तपाईँ हो? अरू के छ तपाईँसँग अहिले उपलब्ध? के छ? फेसबुक साउ आउँदैछ गाडीमा। अनि अरूहरू के हुन्छ तपाईँसँग? के छ? रोड पर्मिटहरू छ? त्यही त त्यो अर्को गाडीमा छ क्या। तपाईँसँग लाइसेन्स पनि छैन? लाइसेन्स घरमै रहेछ। केही पनि छैन? छ ल्याउँदैछ। अनि घरमा त हरेक कुरा हुन्छ त, यहाँ त छैन नि। ए आउनु त यसको गुरुजीको हो? यसको गुरुजीको हो? कागजपत्र कहाँ छ? दिनु त। के छ यसको? अनि राइदिनु न मलाई।
बस्तीको कुरा भएन तपाईँ गाडीको पेपर भयो नि त तपाईँसँग लाइसेन्स होला बिलबुक होला हजुर थाहा छैन केही थाहा छैन तपाईँलाई फर्स्ट ट्रिप गाडी लिएर आयो यहाँ इन्डियामा कारवाही हुन्छ ठिक छ ल केही छैन उहाँले भनिराख्नु भएको छ अहिले प्रष्ट रूपमा अब हामी फेरि अर्को वान टिपरवालासँग पनि ड्राइभरले के रहेछ चेक गर्नुहुन्छ उहाँहरूले दैनिकै हजारौँवटा टिप्पर यो बाटोमा आवत जावत गर्छ टिप्परमा पछाडि हिँड्ने ती यात्रीहरूलाई के कतिसम्मको गाह्रो हुन्छ भनेर आज हामी स्पष्ट पार्छौँ र आज हेराउँछौँ कसरी यो नियमित विपरीत यो बाटोमा हिँडिरहेका यो टिप्पर पछाडि हेर्नुहोस् यो टिप्परमा कतिसम्मको लापरवाही गरेको पटक म अस्तिदेखि भन्दै आइरहेको छु यो टिप्परमा कसरी पानी खसिरहेछ राम्रोसँग ढाकेको छैन यो बाटोमा नियम विपरीत कानुन विपरीत यसरी टिप्पर चलाइरहेछ भन्ने कतै न कतै प्रहरी र टिप्परवालाहरूको सेटिङको आधारमा चलिरहेको भयो हजुरसँग म स्पष्ट पारेँ यो जुन पानी खसिरहेछ माथि राम्रोसँग ढाकेको छैन यो सन्दर्भमा के कसो कारबाही हुन्छ हजुर लापरवाही हो कतिसम्मको उहाँलाई चिट काट्नुहुन्छ मिनिमम 500 500 1000 1500 कति जान्छ अनि 2-3 चोटि यस्तै काटेको रहेछ भनेर 1500 1500सम्म जान्छ 2-3 चोटि काटिसक्यो अनि सधैँ यस्तै लाग्छ भने हैन त 1500 जान्छ प्रत्येक चोटि अब 2-3 चोटि भन्दा बढी बेसी 1500 त्यसको र ओभरलोडको सेम त्यही चाहिँ हो मिलाएर ओभरलोड त हैन बढी ओभरलोडको पनि त्यो ओभरलोड पनि गरेको रहेछ नि त यहाँ ओभरलोड हेराइरहेको छ हामी त हेर्नु ओभरलोड छ त ठिक छ ओभरलोड पनि रहेछ यहाँ हामी के छ गुरुजीसँग पनि केही छैन ल ठिक छ